हेलो गुड मर्निङ सबैजना। आज म गान्तोक गएको थिएँ बिहानै हो। बिहानैको मौसममा आज चाहिँ गान्तोक गएको छु। दबाई दोकानमा चाहिँ दबाई किन्न आएको थिएँ र एमजी मार्गबाट चाहिँ हिँड्दै हिँड्दै देउराली आएको। मैले धेरै कुरा देखेँ आज हो। बिहान रमाइलो लाग्यो। बिचरा बिहान बिहान हेर्नु पछाडि दाजुले दुध बोकेर हुँदैछ बेचेर बिचरा हो। र वातावरण कति राम्रो रहेछ है। र अस्ति भर्खर मोदीजी आउनुभएको थियो, त्यसै कारणले गर्दा नि होला सायद पुरा साफ सुथरा देखे एरिया पनि हो। यहाँ माथि आकाशमा हेर्नुहोस् त, दुई प्रेमीको मिलन हो न त्यस्तो छ घिर्लिङ है। क्रस पनि हुन आँट्यो मिलन भएर प्रेमीको। रमाइलो छ आज बिहानको मौसम। जिन्दगी जिउनु साह्रो छ मान्छेलाई। हेर्नुहोस् त दाजु बिहानै उठेर गाई सही धोएर दुध बजार बेचेर फेरि घर कहाँ पुग्नुपर्ने हो बिचरा दाजु। राधे राधे। यो मन्दिर तपाईँहरूले चिन्नु भएकै होला है सायद, बिहान दर्शन पनि गर्नुहोस् अलिकति। म चाहिँ हो अहिले म चाहिँ पानी पनि हल्का पर्दैछ हो। देउराली आइपुगेको छु, भर्खर देउराली आइपुगेको हो। म वास्तवमा गाडीमा ट्याक्सीमा पनि आउन सक्थेँ, तर मलाई हिँड्नुमै मजा लाग्यो आज है। गान्तोकबाट देउराली माथि एमजी मार्गबाट देउराली आउन्जेलसम्म मलाई बिहानको मर्निङ वाक पनि भयो, प्लस आफ्नो एरिया हेर्न पनि पाएँ, रमाइलो लाग्यो। यहाँबाट सट्टो उकालो चढ्दा चाहिँ यो फ्लाइओभर रहेछ है। अब यहाँबाट चाहिँ यसो हल्का देउरालीको सिन हेरौँ भनेर नि। कहाँ स्कुल पढ्दैछौ तिमी? भन, आज छुट्टी हो? आज एब्सेन्ट गएको किन? ए काम थियो। ए ल ल ल भाइ। यो चाहिँ गान्तोक देउरालीको मौसम है। आज चाहिँ पुरा क्लाउडी भएको छ एरिया हो, तर रमाइलो छ। हेर्नुहोस् तपाईँको माथि चाहिँ यो माथि रोप चाहिँ बिल्डिङको हो र यहाँ मुनि चाहिँ हाम्रो देउराली बजार हो। मेरो मर्निङ वाक सँगसँगैको ब्रेकफास्ट भैयाले नरिवल बेच्नु हुँदै थियो, त्यहीँबाट नरिवल खाँदै घर रुम जाँदै गर्दैको है। हालैमा मैले देखेको है देउरालीमा एउटा के वृक्षमा चाहिँ के फुल फुले जस्तो देखेँ है। तर सबैले चेरी फुलेको भन्छ नि, यदि चेरी चाहिँ होइन, हुन चाहिँ के हो आइडोन्ट नो हो। के फुलेको आफै हेर्नुहोस् राम्रोसँग, कति रमाइलो रहेछ, तर राम्रो रहेछ।